हेलो गाइस, वेलकम ब्याक टु न्यू भिडियो होइन। आजलाई भनेर चाहिँ हामी कटिसेवा जाँदैछ अनि माथि खानाभर्ती हो। यहाँ हाम्रो सामेल दाजु छ र यहाँ चाहिँ बाइक छ। सो अहिले चाहिँ भने यहाँ सुक्टी आइपुगेको अवस्था हो। यहाँबाट उकालो जानुपर्छ हामी चाहिँ सिधा। के भन्नु छ ल भन्नु। अलिकति मोडा खानु छ है। यस्तो छ है, खैनी भनेको चाहिँ हाम्रोमा चाहिँ यस्तो पाउँछु। ल भाइ पनि खाइदिइहाल्यो एउटा। यो चाहिँ हो लङ। ए लङ खाइन्छ के हुन्छ भन्दा लु दाजु। बाइक चाहिँ यहाँ छ हो। हुनु छैन मलाई मोटो। सो अब हामी यहाँदेखि माथि जान्छ। अन्त कस्तो छ बाटोहरू तपाईँलाई देखाउँछु। यहाँदेखि उँभो जाने चाहिँ अमेरिका, टक्कै अमेरिका पुग्छ माथि। भुटानको अमेरिका होइन ल। स्विजरल्यान्ड हो भुटान, स्विजरल्यान्ड त्यस्तै हो भनौँ न। सो हेर्दै गर्नु होला। सो अब चाहिँ राइड सुरु हुँदैछ हाम्रो। हामी चाहिँ अब अहिले भने चाहिँ बिस्तारै जानुपर्ने हुन्छ। धन्य सुधरिँदै हुनेहरू ती आँखाले यीशुलाई देख्नेछ। प्यासी मन भोकेर हिँड्नेहरू यीशुले त्यो जीवन भर्नेछ। अझै डाँडा आइपुगेको अवस्था यो चाहिँ हो। अझै डाँडा माउन्ट ओलिभ च्याउघर पनि यतै छ। अब चाहिँ हामी पर खानाभर्तीतर्फ जानुपर्छ। बिस्तारो छैन यहाँबाट। अब यस्तै 15 मिनटमा पुग्छ होला बाइकमा। हिँडेर गयो भने निकै लाग्छ होला, आधी घन्टा जस्तो अलिक लाग्छ होला। नम्रताले सजाएर सो भने चाहिँ अहिले चाहिँ हामी खानाभर्ती गाउँ चाहिँ यो पहाडी डाँडो योलाई भन्छ होला। म त गेम पर्दैछ। गेममा भन्छ न गुम्बा डाँडा भनेर त्यहाँनिर यहाँ के भन्छ लाखाङ छ। अन्त हामी चाहिँ अहिले यता पहाडी होइन यता वारी नै जानुपर्छ यसमा यस्तो लाग्यो। थाहा नै थाहा छैन तर पनि जाउँ न, अब थाहा भइहाल्छ। सो यस्तो छ यो के अरे खानाभर्तीको नजारा चाहिँ। यसुसँग माया लाउँदै जाँदा मानिसबाट घृणा पायो भने। सो अहिले चाहिँ भने यो जग्गामा आएर चाहिँ यहाँ जङ्सनमा आएर चाहिँ बसिरहेछ हो। गाडी भड्किरहेछ हाम्रो सामेल चाहिँ। ओ दाजु कस्तो छ अन्त? मजा आउँदो रहेछ बाइकमा? एकदम मजा भाइ। ठिक छ। बाइक चाहिँ यहाँ छ। बाइकको चाहिँ यहाँ यो कराउँदैछ हौ स्पोकेट। चेन पनि लुज भएको हो कि
चेन चाहिँ टाइट गर्नुपर्ने थियो होला नि साँच्ची यसोसँगै बस्ने ती यहाँ छ भनेदेखि यस्तो छ बाइक चाहिँ सो हेर्दै गर्नुहोस् हामी चाहिँ पुग्न आँटेको छ सो यहाँदेखि चाहिँ भिडियो मैले कन्टिन्यू गर्न सकिनँ अलिक हतार भएको कारणले गर्दाखेरि भिडियो बनाउनु पनि बिर्सेछ हो अन्त आजको भिडियो चाहिँ यतिसम्म मात्रै छ मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला धन्यवाद Thanks for watching.